हजुरबा ज्ञानेन्द्र शाह र हजुरआमा कोमल राज्य लक्ष्मी शाहको हात समात्दै नारायण हिटी पुगे पूर्व युवराज हृदेन्द्र शाह। के यो राजतन्त्र फर्किने सङ्केत हो? मेरो देश डुब्नै लाग्यो, किनारे लगाइदेऊ, सपुत छौ कि कोही माझी बचाइदेऊ। दर्शकबिन, नेपालमा गणतन्त्र आएपछि र राजतन्त्र हटेपछि पहिलो पटक पूर्व राजा ज्ञानेन्द्र शाह आफ्नो नाति सहित नारायण हिटी राजदरबार पुगेका छन्। राजावादीले आगामी 15 गतेबाट आन्दोलन चर्काउने घोषणा गरिरहँदा पूर्व राजा ज्ञानेन्द्र शाह नाति र आफ्नो श्रीमती सहित नारायण हिटी राजदरबार पुगेपछि राजनीति वृत्तमा एक प्रकारको तरङ्ग उत्पन्न भएको छ। राजतन्त्र पुनःस्थापना गर्ने उद्देश्यसहित राजावादीहरू सल्बलाइरहेको वर्तमान अवस्थामा राजाको यस्तो सक्रियता देखेपछि गणतन्त्रवादी नेताहरू सशङ्कित बनेका छन्। विशेष गरी नेकपा माओवादी केन्द्र र नेकपा एमालेका नेताहरू सशङ्कित बनेका छन्। यता नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पनि बेबी किङ स्वीकार्ने समाचारहरू बाहिरिरहँदा राजावादीहरूको सक्रियता देखेपछि कम्युनिस्ट नेताहरू सशङ्कित बनेका हुन्।